सदस्यहरू, सम्माननीय सभामुखज्यू, मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, आज शून्य र विशेष समयको कार्यक्रम नरहेको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, के को लागि उठ्नु भएको छ? मान्य सदस्य, के को नियमावली, के नियमावलीको कुन नियमावली के को लागि उठ्नु भएको छ? आज हाम्रो कार्यतालिकामा अर्थमन्त्रीले राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबल गर्ने मात्रै रहेको छ। कार्यसूची यहाँलाई जानकारी नै छ। त्यस कारणले आज अन्य कार्यतालिका केही छैन र यहाँहरूको दलको तर्फबाट केही कुरा राख्नुपर्ने भए अर्को बैठकमा राख्नु होला। बस्नुहोस्। बसेर सभा सञ्चालनको लागि सहयोग गर्नुहोस्। मान्य सदस्यहरू, मान्य सदस्य आरएन राईलाई 2 मिनट समय दिन्छु। 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्। अरू मान्य सदस्यहरू राख्नु। मान्य सदस्य निष्कल राईलाई 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय, गएको भदौ 23 र 24 गतिको जेएनजी विद्रोहको सम्बन्धमा संवैधानिक आयोग, राष्ट्रिय मानवाधिकार आयोगले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा प्रमुख प्रतिपक्षमा रहेका दल नेपाली काङ्ग्रेसको गम्भीर ध्यानकर्षण भएको छ। सोही घटनालाई छानबिन गर्न सत्य तथ्य पत्ता लगाउन भन्दै गौरीबहादुर कार्की आयोग गठन गरेको थियो। हामीले कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणा राखेका थियौँ। राष्ट्रिय मानवाधिकार आयोगको यो प्रतिवेदनले समेत कार्की आयोगको प्रतिवेदन अपर्याप्त, अपुरो मात्र भनेको छैन, संयोजक माथि नै प्रश्न उठाएको छ र दोषी देखिएको छ। कार्की आयोगको प्रतिवेदन आम चुनाव हुनु पूर्व सार्वजनिक नगर्नुमा नियोजित उद्देश्य रहेको हाम्रो शङ्कालाई यसले थप बल पुर्याएको छ। जेएनजी आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्तको स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहे पनि त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक घुसपेट भएको, सरकारी र निजी सम्पत्तिमाथि ध्वंस मचाइएको, आगजनी, हत्या, लुटपाट र अराजक गतिविधि भएको र ती गतिविधिमा संलग्न भएको आशंकामा राज्यका जिम्मेवार व्यक्ति तथा सत्तामा रहनुभएका सांसदहरूलाई समेत थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने तथ्य प्रतिवेदनमा औल्याइएको छ। सभामुख महोदय, भदौ 24 गते जेएनजी प्रदर्शनको क्रममा
हालका सत्तारूढ दलका सभापति नक्खु कारागारबाट भागेपछि 28वटा कारागार र 9वटा सुरक्षा गृहमा व्यापक तोडफोड भयो। त्यसक्रममा 14,555 जना कैदी बन्दी जेलबाट भागेका मध्ये जबरजस्ती गर्ने मुद्दामा 4 वर्षदेखि कैद सजाय भुक्तानी गरिरहेका सन्तबहादुर तामाङले नक्खुबाट भागे लगत्तै काभ्रेको पनौती ती 12मा गागलमा पुगेर पत्नी मनिषा घेवा तामाङको हत्या गर्यो। 2082 असोज 29मा गैंडाकोट नगरपालिका 10 स्थित सम्झना चोकमा 79 वर्षीय श्यामकुमारी श्रेष्ठलाई घरमा आगो लगाएर हत्या गरेका थिए। बागलुङको गलकोट घर भएर पूर्वी नवलपरासीको गैंडाकोट बस्ने 39 वर्षीय सञ्जय विकले गरेका थिए। उनी पनि भदौ 24 गते कास्की कारागार। मान्य सदस्य बस्नु समय सक्यो। माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 141 को उपनियम 2 बमोजिम आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति बजेट वक्तव्य टेबुल गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा नियमावली 2079 को नियम 141 को उपनियम 2 बमोजिम आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति बजेट वक्तव्य टेबुल गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 142 को उपनियम 1 बमोजिम आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्न र माननीय अर्थमन्त्रीले जवाफ दिनको लागि समेत मिति 2083 साल जेठ 18, 19 र 20 गतेका दिनहरू तोकेको जानकारी गराउँछु। साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन दलीय पदाधिकारीहरूले आफ्ना दलका वक्ता मान्य सदस्यहरूको नाम बैठक बस्नुभन्दा 1 घण्टा अगावै कार्यव्यवस्था शाखा सङ्घीय संसद सचिवालय सिंहदरबारमा उपलब्ध गराइदिनु हुन जानकारी गराउँछु। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 152 को उपनियम 1 बमोजिम आर्थिक विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही महसुल, कर, शुल्क तथा दस्तुर लगाउने, प्रचलित दरलाई निरन्तरता दिने, आवश्यक हेरफेर गर्ने तथा राजस्व प्रशासन सम्बन्धी केही प्रचलित नेपाल कानुन संशोधन गर्ने उद्देश्यले यो विधेयक पेश गर्नु परेको हो। यस विधेयकमा राजस्व, कर, शुल्क, महसुल तथा दस्तुर निर्धारण गर्ने, तिनका दर बढाउने, घटाउने वा आंशिक तथा पूर्ण छुट प्रदान गर्ने व्यवस्था समावेश गरिएको छ। अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, स्वास्थ्य जोखिम कर, शिक्षा सेवा शुल्क, शिक्षा तथा स्वास्थ्य समता शुल्क, स्वदेशी उत्पादन प्रवर्धन शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क, वैदेशिक रोजगार सेवा शुल्क, सडक निर्माण दस्तुर, सडक मर्मत तथा सुधार दस्तुर, चलचित्र विकास शुल्क, प्रदूषण नियन्त्रण शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर, सिप प्रवर्धन तथा विलासिता शुल्क तथा हरित कर सम्बन्धी व्यवस्था समेत यस विधेयकमा समेटिएको छ। मदिरा ऐन 2031, मूल्य अभिवृद्धि कर ऐन 2052, आयकर ऐन 2058, अन्तःशुल्क ऐन 2058, भन्सार महसुल ऐन 2081 र भन्सार ऐन 2082लाई समयानुकूल संशोधन गर्ने प्रस्ताव समेत यस विधेयक मार्फत गरिएको छ। यस विधेयकलाई अर्थ विधेयकका रूपमा सङ्घीय संसदमा पेश गर्दछु। धन्यवाद।
मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 17 गते आइतबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।